हेलो हेलो सबैजनालाई नमस्ते दर्शन अनि के गर्दै हुनुहुन्छ कता हुनुहुन्छ आज चाहिँ हाम्रो वैशाख पुण्यको पूजा आज हुँदैछ यहाँ चाहिँ मैले चाहिँ थान लिप्दैछु दाइ चाहिँ उतातिर ध्वजा चढाउँदै हुनुहुन्छ भने नारायणले चाहिँ त्यहाँ बसेर निकै नै हेरिरहेछ अनि म चाहिँ लिप्दैछु अनि लिपिसकेपछि म एकछिनपछि उतातिर जान्छु र गइरहेको छु म पनि उतातिर जाँदैछु लिपघस गरेर यो चाहिँ अगाडि गइरहेको चाहिँ दाइको छोरा हो र म पनि यहाँ सिद्ध बडा झाँक्रीको थान छ यहाँ पनि लिपघस धुपधार हुँदैछ यतातिर पनि दाइले म त्यहीँनिर जाँदैछु पालो सिद्ध बडा झाँक्रीको थान हो यो उहाँले चाहिँ सिद्धलाई उ गर्दै हुनुहुन्छ धुपधार गर्दै हुनुहुन्छ भने म चाहिँ यतातिर बसेर भिडियो ल्याउँदैछु र हजुरले के कसरी आज पूजा आज हुन्छ भिडियोमा बनिरहनु होला इन्जोय गर्नु होला अनि यो चाहिँ नाग देवताको लागि उहाँले थानहरू लिपघस गर्दै हुनुहुन्छ कुण्ड बनाउँदै हुनुहुन्छ हैन अनि त्यो पनि भइसक्यो र यता आएर त लास्टमा यहाँ बाइकको लागि थानमा रेखी हाल्दै हुनुहुन्छ सबै ध्वजा चढाउँदै हुनुहुन्छ जो चढाइ पढाइ गर्ने चिजहरू उहाँहरूले चढाउँदै हुनुहुन्छ र उसले चाहिँ थानमा लगाउनको लागि एउटा बाँसको नियाला लिएर आउँदैछ फुलपाती भनेर बाँस एउटा नियाल ल्याउँदैछ लिएर वहाँनिर थानमा लगाउने हो र यो बाहिरको भ्यू हो र हाम्रो ग्याङ यतातिर छ पार्टीहरू यतातिर बसिरहेको छ नानीहरू र मैले चाहिँ बाख्रालाई लगेर काट्नको लागि पुर्याउँदैछु मलाई चाहिँ अति नै डर लाग्छ र काटेको पनि हेर्न सक्दिनँ र म चाहिँ त्यहाँ उहाँहरूलाई जिम्मा दिएर चाहिँ म चाहिँ भागेको लुक्न हिँडेको कतातिर गएको भन्नु चाहिँ टाढा नै परतिर बाटो अलिअलि हेर्न खोजेको गइ नपुग्दै लुगी नसक्दै मान्छेले फेरि त्यहाँ काटी पनि हालिसक्छ त्यो तलतिर उहाँले मनाउँदै हुनुहुन्छ सबैलाई कुखुरालाई यताउता सबैलाई मनाउँदै हुनुहुन्छ र म पनि त्यहीँ छु फिलहाल अहिलेलाई र उहाँ दाइले चाहिँ लास्टमा चाहिँ बाख्रालाई पनि मनाउँदै हुनुहुन्छ भाले चाहिँ मानिसक्यो पोथी पनि मानिसक्यो बाख्रा मान्न बाँकी छ बाई मान्न बाई पूजा हो खास गरी यतातिर आज हेरौँ के कस्तो हुन्छ आजको पूजा आज हेर्दै जानु होला छैन र दुईचोटि मान्छे एकछिनै रोक्नु है नारायणले छोपे म खुट्टा छोपिदिन्छु र हजुरहरूले देख्न सक्नुहुन्छ बलि दिनको लागि तयारी हुँदैछ अलिकन खै के हुँदैछ त्यहाँ पोइन्ट नमिलेको कारणले तर यताउता गर्दै हुनुहुन्छ र उसले छोप्न मानिरहेको छैन नारायणले पनि अनि ऊ गर्दैछ के गर्ने भनेर भनिरहेछ छोप्न मानिरहेको छैन त्यो केटा भइगयो ल अब बोलिदियो एकैछिनमा छिने पनि त्यो पनि लडिहाले पनि तलतिर घर्सेको पनि खोज्छ अरे गोरुको छ पनि भन्दैछ कति भारी छ पनि भन्दैछ उठाउन आउनुहोस् भन्दैछ त्यसपछि म पनि आउँछु यतातिर है हल्का फुल्का म चाहिँ अलिकन देख्नलाई हेर्नलाई सकिँदैन डर लाग्छ नै लाग्छ त्यही कारणले म चाहिँ यतातिर बसेको लुकेको अहिले चाहिँ त्यस्तो भइरहेछ अब चाहिँ त्यहाँ काटी पनि भ्याउनु भयो उहाँहरूले अब चाहिँ तलतिर जानुपर्छ अब धुपधार गरेर
उहाँलाई टाउको साउको निकाल्नु पर्छ। अनि यताउता गएर चाहिँ उसले मेरो छोराले चाहिँ नारायणले चाहिँ निकाल्दैछ। कुखुराको भालेपति छोप्दैछ र अहिले आएर पनि देखाउँछ होला भालेपति भनेर। कुन त यही पर्ने चट्टै छिने पनि मार पनि होइन, बोली पनि एकदमै। र अब पनि अब यो हो सिद्ध बराको थामोर। त्यहाँदेखि अरू चाहिँ देख्न सक्नुहुन्छ यतातिर चाहिँ सम्झिनु मात्रै हो, थुप्धार मात्रै हो। यो चाहिँ बाजे हो, बाथे। अनि यो चाहिँ बाईहरू हो, थान बाईको थान अझ देख्न सक्नुहुन्छ। र यो चाहिँ दाईको प्रस्थान थान हो। अनि तलतिर चाहिँ यो चाहिँ अनि देखाइसकेको हो यो। र फाइनली यस्तो भाग लाउँदैछ पूजाको बाख्रा 5-6 घर 7 घरको लागि।